कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ। करिब 5 महिना अघि मात्रै कुवेत पुगेकी रोजिना राई मङ्गाफ स्थित एक आवासीय भवनमा बस्दै आइरहेकी थिइन्। उनको हत्या उनकै प्रेमी भोजपुरका सुनिल राईले धारिलो हतियार प्रयोग गरेका हुन्। कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरको अनुसार उनीहरूको प्रेम सम्बन्धमा खटपट आएको र रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध गाँसेपछि मादक पदार्थ सेवन गरी चक्कु र पेचकस प्रहार गरेर सुनिलले हत्या गरेको अभियन्ता मगर बताउँछन्। हत्या अभियुक्त सुनिल र रोजिना विगत 6 वर्षदेखि प्रेम सम्बन्धमा थिए। रोजिनाकै योजना अनुसार सुनिल डेलिभरी बोयको रूपमा कुवेतमा काम गर्दथे। प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनी झुक्क्याउने, भेटघाट र कुराकानी पातलिँदै गएको र फेसबुकमा समेत ब्लक गरेको हुँदा सुनिलले जसरी पनि सिद्ध्याउने योजना बनाएका थिए। बिहीबार रोजिना अर्को साथी रेजिनको कोठामा गएको कन्फर्म पत्ता लगाई कोठाको घन्टी बजाउँदा नखोलेपछि सुनिलले ढोकामा लात्ताले हान्दा अति भएपछि रोजिनाले ढोका खोल्दा वाद विवाद भई चक्कु र पेचकस प्रहार गरेका थिए। विदेशी भूमिमा रोजिनाको ज्यान गएको। अहिले सुनिललाई कुवेतको कानुन अनुसार कुवेत प्रहरीले मृत्युदण्ड दिने भएको छ। यदि रोजिनाको परिवारले ब्लड मनी लिन स्वीकार नगरे मृत्युदण्ड दिइनेछ।